हेलो हाई नमस्ते 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 सम्पूर्ण कृषक महानुभावहरुमा हाम्रो यो वर्षको नयाँ बिरुवाहरू पनि रोप्नको लागि उपयुक्त भइसक्यो है। यत्रा भइसक्यो। यो सबै मुख्य बिरुवा हो हाम्रो नर्सरीमा। यो चाहिँ पुरानो बिरुवा हो, पुरानो मुख्य बिरुवा हो। पात झर्दैछ, अब पात झर्ने समय भयो। अनि अरु कोही उम्रिदैछ, कोही यत्रा भए। तपाईहरुलाई पनि बिरुवा चाहिन्छ, बुद्धसित मालाको राम्रो क्वालिटीको बिरुवा चाहिन्छ भने ठुलो पोलिथिनमा पनि छ। नजिकै हुनुहुन्छ भने यो ठुलो पोलिथिनको लगाएर रोप्नु भए पनि हुन्छ। ल है, बुद्धचित्त बिरुवा रोप्न इच्छुक सम्पूर्ण कृषक महानुभावहरुको लागि राम्रो झरिलो बिरुवाहरू, राम्रो क्वालिटीको बिरुवाहरू यहाँको लागि उपलब्ध छ। यो 1.5 वर्षको बिरुवा पनि छ, ठुलो पोलिथिनको छ। यो चाहिँ धेरै छैन हामीसँग। यो मुख्य बिरुवा 70-80 पिस मात्र छ। यो चाहिँ यो नयाँ हो। उता छेउमा कोही उम्रिँदैछ भर्खरै। अब हामीले कोही चाहिँ उमार्नलाई फेरि बिरुवा राख्नलाई यहाँ माटो रेडी गर्दैछौँ। यस्तो छ है। बुद्धचित्त मालाको बिरुवा रोप्न इच्छुक सम्पूर्ण कृषक महानुभावहरुको लागि राम्रो क्वालिटीको बिरुवा चाहिएमा हामीलाई सम्पर्क गर्नु होला। सम्पर्क नम्बर 9814 038 782। हस्, थ्यांक यू, धन्यवाद।